हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो अर्को ब्लगमा। आज पनि म यहाँहरू सामु नयाँ विषयवस्तु लिएर आइसकेको छु। आशा छ भिडियो पुरा हेरेर साथ दिनुहुनेछ। आज चाहिँ म विशेष गरी भेजिटेरियनहरूको लागि र नन भेजहरूको लागि पनि स्पेशल हुने खालको रेसिपी लिएर यहाँहरू सामु आइसकेको छु। त्यो के हो भने आज म टिमुर आलुको रेसिपी र च्याउको छोइलाको रेसिपी दुईवटा परिकारको रेसिपी लिएर यहाँहरू सामु आइसकेको छु। आज सुरुमा चाहिँ टिमुर आलु बनाएर हेरौँ है। टिमुर आलु बनाउनको लागि सुरुमा आलुलाई उमालेर सानो टुक्रा वा लाम्चो आकारमा काट्ने। आलु चाहिँ हाफ बोइल गर्दा उत्तम हुन्छ। यसरी काटेर तयार पारेको आलुलाई राम्ररी पाक्ने गरी तेलमा तार्नुपर्छ। आलुका लागि मसला तयार पार्दा टिमुर, जिरा, धनिया र सुकेको रातो खुर्सानीलाई हल्का भुटेर धुलो बनाउने। अब एउटा प्यान लिएर तोरीको तेल तताउने र मेथी र सुकेको खुर्सानी पनि फुराउन सकिन्छ। त्यसपछि टुक्रा पारेर काटेको अदुवा, लसुन र बेसार हालेर हल्का फ्राई गर्ने। त्यसैमा अब फ्राई गरिराखेको आलु, नुन र अगाडि तयार गरिराखेको मसला हालेर राम्ररी चलाएर 5 मिनेट जति कम हिटमा पकाउने। अन्तिममा हरियो धनिया र प्याज छर्किएर सजाउने। त्यसलाई खाजाको रूपमा वा दाल भातसँग पनि खान सकिन्छ। यसरी टिमुर आलुको परिकार तयार हुन्छ। अब च्याउको छोइला कसरी बनाउन सकिन्छ भनेर हामी हेरौँ है त। सुरुमा च्याउलाई सफा गरेर टुक्रा पार्ने र तातो पानीमा एकछिन उमाल्ने। उक्त च्याउलाई पानी तर्काएर सुक्खा पार्ने र प्यानमा हल्का तेल हालेर रातो हुने गरी फ्राई गर्ने। अब छोइलाका लागि मसला तयार गर्ने। त्यसका लागि टिमुर आलुकै जस्तो मसला तयार गर्ने। यसमा टिमुर, जिरा, धनिया र रातो खुर्सानीलाई हल्का भुटेर मसला तयार गर्ने। यसमा थप टमाटरको पेस्ट, काटेको प्याज र हरियो लसुन तयार पारेर फ्राई गरेको च्याउमा मिसाउने। अब एउटा सानो प्यानमा तोरीको तेल तताउने र मेथी, सुकेको खुर्सानी फुराएर त्यसमाथिबाट बेसार राखेर उक्त तेलले च्याउको मिश्रण यानि कि छोइला झान्ने। अब त्यसमाथिबाट कागतीको रस र हरियो धनिया हालेर राम्ररी मोल्ने। अब स्वादिलो च्याउको छोइला तयार भयो। टिमुर, आलु र च्याउको परिकार स्वादिलो मात्र नभई स्वास्थ्यका लागि पनि अत्यन्तै फाइदाजनक मानिन्छ। विशेष गरी चिसो मौसममा यो परिकारले शरीरलाई न्यानो राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। आजको भिडियो यहाँलाई कस्तो लाग्यो? मन परेमा लाइक गर्नुहोला, कमेन्ट पनि गर्न सक्नुहुन्छ, शेयर सब्सक्राइब पनि गर्न नबिर्सिनुहोला है। धन्यवाद। कागती हालेर नुन हालेर नुन त अलिअलि हालिसकेछ। मैले त्यही भएर बनाएको भन्ने के छ। आलु पनि फेभरेट आउनु पर्यो नि अनि पुछेर राख्नुपर्छ होला। खाना मात्रै खिच्नु है। ब्याकग्राउन्ड आएको छ राम्रै, किचन जस्तै आएको छ भनेको नि। हामीले चाहिँ मसला टमाटर मात्रै स्किप हो। मैले आफ्नो तरिका है। हजुर कश्मिरी मिर्च छैन, लाल मिर्च त्यो हाल्यो भने चाहिँ पिरो चाहिँ आउँदैन, कलर चाहिँ हुन त मसलाले कभर गर्छ है साँच्चै। कश्मिरी
मैले लगाउने खुसी बनाउनु बिर्सेछु धेरै भयो नि कति हाल्नु खुर्सानी हो पुरै हाल्नु कि नहाल्नु पिरो हुने कि अन्दाजले हाल्नु हजुरको एस्टिमेट कस्तो खालको बनाउन मन लागेको छ भनेर हेर्नु पिरो हुँदै अब डरायो हजुर छोराहरूलाई छुट्टै राखिदिनु भएन आलु बिर्सेछु हो कति भयो खाँदैन नि होस् होस् धेरै मसला हुँदैन पित्रै हाल्नु गरम मसला मसला टिमुर टिमुर आलु ह्याप्पी बर्थडे